त्यसको हिसाब त गर्नुपर्छ साथी। त्यसको हिसाब त माग्छु म। अब हिसाब किताब गर्न बाँकी छ। सिंहदरबार जलाएको हिसाब किताब गर्न बाँकी छ। संसद भवन जलाएको हिसाब गर्न बाँकी छ। अदालत जलाएको हिसाब किताब गर्न बाँकी छ। देशभरिका प्रहरी चौकी जलाएको हिसाब किताब गर्न बाँकी छ। देशभरिका पालिका कार्यालय जलाएको हिसाब किताब गर्न बाँकी छ। हात हतियार लुटेको हिसाब गर्न बाँकी छ। अपराधीलाई जेलबाट भगाएको हिसाब गर्न बाँकी छ। गरिबको पसिना लुट्ने सहकारी ठगको हिसाब किताब गर्न बाँकी छ। गरिबलाई डोजर लगाउनेको हिसाब किताब गर्न बाँकी छ। विद्यार्थीहरूलाई आगोमा जिउँदै जलाउनेको हिसाब किताब गर्न बाँकी छ। देशभरिका निजी सम्पत्तिमा आगो लगाउनेको हिसाब किताब गर्न बाँकी छ। सुरक्षाकर्मीलाई कुटी कुटी मार्नेको हिसाब किताब गर्न बाँकी छ। देशलाई विदेशीको पोल्टोमा हाल्न खोज्ने मतिहारको हिसाब किताब गर्न बाँकी छ। हो बाँकी छ। फागुन 21 आउन बाँकी। चोरै भन्छु तर म प्रधानमन्त्री चोरलाई चाहिँ चोरै भन्छु ल। राष्ट्रघातीलाई राष्ट्रघाती नै भन्छु। त्यो चाहिँ हुँदैन। बरु तपाईँको भोट मलाई नदिनु, तर सुन्नु न, तर चोरलाई त चोरै भन्छु म। पछि कारवाही गर्नु परेन।